दुःख लाग्छ यस्तो दृश्यहरू देख्नु नपरोस् जस्तो लाग्छ होइन। तर देख्नु परिरहेछ, अब केही होला नि त यसको न्यायालयले केही न केही त्यहाँबाट आउला। अब यो केस चाहिँ के हो भन्ने कुरा कसैले पनि देखाएको छैन क्या। अब बलिमामा निर्दोष भएर फर्किन पनि सक्नुहुन्छ, अथवा त्यो चिज प्रमाण भेटियो भनेदेखि त अनुसन्धानको दायरामा हुनुहुन्छ अहिले त होइन। विश्वास त कुनै पनि हालतमा लागेन त्यो चिजमा, त नहुनुपर्ने हो यस्तो चाहिँ जस्तो लाग्यो मलाई। अमेरिकामा भएको घटना भन्ने कुरा छ होइन, त्यहाँ गएर अब त्यहाँको त्यो चिजहरूलाई कसरी अनुसन्धानको दायरामा ल्याउने भन्ने कुराहरू भएको हो होइन भन्ने कुरा उहाँले पनि अब त्यत्तिकै नभइकन यसै त लेख्नु भएको होइन होला पीडित पक्षले पनि। मनोरञ्जन, सूचना र सकारात्मक सोचको प्रतिबिम्ब एचके ट्युब नेपाल अनलाइन टेलिभिजन। हामीसँग पवन खतिवडा म्याकुरीजी हुनुहुन्छ, यहाँलाई स्वागत छ। धन्यवाद सर, धन्यवाद सबैजनालाई धन्यवाद। सिजन 3 आउँदैछ, कतिको एक्साइटेड हुनुहुन्छ? एक्साइटेड छु, धेरै एक्साइटेड छु। पहिलो दोस्रो सिजन जस्तै सिजन 3 पनि राम्रो हुन्छ होला भन्ने आशावादी पनि छु। अब सुरुमा त तपाईँहरू यहाँ एन्ट्री त पुरै संसद तरिकाले आउनु भएको थियो, अहिले ड्रेस चेन्ज भयो होइन, कस्तो भयो त्यो कोट पेन्ट लाउँदाको त्यो महसुस? रमाइलो हुँदो रहेछ, बाइकको पछाडि बसेर होइन, हात हल्लाउँदै थारमा होइन, गजब खोइ त्यही संसदहरूले नै त्यो विजय उत्सव मनाए जस्तो फिल भइरहेको थियो मलाई है। यसपालि के छ, मिस पबीकै हो जोडी? केमा दरबारमा त हाम्रो जोडी इन्डिभिजुअल सिङ्गल त हुँदैन होइन, त्यो त राउन्ड भइरहन्छ नि त, कहिले मिस पबी कहिले को अब राउन्ड भइरहन्छ। मिस पबीसँग चाहिँ धेरै जोडी छ। मिस पबीसँग पनि जम्यो, सुजितासँग पनि राम्रै भएको थियो, पहिला नम्रतासँग पनि राम्रै भएको थियो, बिटी कान्छासँग पनि राम्रै हुन्छ, सबैजनासँग त्यो कहिले राम्रो कहिले नराम्रो त्यो भइहाल्छ। यही जोडीकै कुराकानी गर्ने हो भने कतिपयले त मिस पबी र पवनको चाहिँ लपै पर पनि भने होइन, यथार्थ चाहिँ के थियो? यथार्थ भ्रम थियो होइन। अब त्यो केही पनि होइन, त्यो यसै केटाहरूले जोक बनाइदिएर हो क्या। केटाहरूले कतिको छ म पबीसँग छैन सम्भावना, फिटेकै छैन। जोडी चाहिँ राम्रो छ भन्छ नि, हेर्ने आँखा होला, अब कसैले राम्रो छ भन्नु होला, पबीसँग अर्कोको राम्रो भन्नुहुन्छ कसैले होइन, कसैले मेरो अर्कोसँग राम्रो भन्नुहुन्छ, त्यो त अडियन्सको आफ्नो पर्सपेक्टिभ हो। अब यो सिजन 3 मा चाहिँ के नयाँ आउँदैछ? सिजन 3 मा पहिलो कुरो त हाम्रो यता महारानीसँग अर्को महारानी पनि थपिनु भएको छ, दिया दिदी होइन, अनि यता हाम्रो पर्फर्मरहरूमा पनि 3 जना प्लस हुनुभएको छ। अब त्यो कारणले गर्दाखेरि पनि अझै ग्रान्ड छ, सेटहरू पनि ग्रान्ड छ योपालि पहिलाभन्दा, र बेटरै हुन्छ भन्ने कुरामा अलिकति फरक हुन्छ भन्ने कुरामा ढुक्क छु म चाहिँ। यो बिचमा केही समय ग्याप भयो होइन, दर्शकहरूले कति खोजेको महसुस? धेरै कति क्या मेसेज, कति धेरै मेसेजहरू आउने होइन, बाटोमा हिँड्दाखेरि पनि सोध्नुहुन्थ्यो प्रायःले, जहिले हरेक मान्छेले भेट्दाखेरि चाहिँ कमेडी दरबार कहिले क्या एन्सर दिँदा थाकिसकेकै अवस्था थियो क्या। यति बेला आउँछ है, अहिले चाहिँ सजिलो भएको छ, वैशाख 4 कमेडी दरबार भन्दै भइहाल्यो। हजुर, अब तपाईँ त अब यो कमेडी दरबार सँगसँगै होइन विभिन्न ठाउँमा पनि गइराख्नुहुन्छ, तपाईँलाई हामीले झापामा पनि भेटेका थियौँ, प्रधानमन्त्री बनाउन तपाईँको पनि हात छ, कस्तो काम हुँदैछ? यस्तो मेरो हात त केही पनि होइन, तर मैले चाहिँ अब सपोर्टको मेरो मनबाट मलाई लागेको कुरा होइन, उहाँले जित्नुपर्छ, देशमा एउटा वैकल्पिक शक्तिको जरुरी छ भनेर चाहिँ यसो एक दिन घुमे मात्रै हो म। जुन सरकार बनेको 2 हप्ता भयो, यो 2 हप्तामा उहाँहरूको रफ्तार कस्तो पाउनु भएको छ? रफ्तार धेरै स्पिड छ कामको। अब यो स्पिड चाहिँ ब्रेक लगाउँदै जाँदै हुनुहुन्छ कि एक्सिलेटर मात्रै दबाउँदै हुनुहुन्छ भन्ने कुराको पनि रिजल्ट आउँदै जाला होइन। अब टर्निङमा पनि स्पिड कुदाएर त हुँदैन नि त होइन, देशलाई पनि त्यसरी नै स्मुथली लानुपर्छ होला। कतिपय कन्डिसनमा निर्णय गर्दाखेरि धेरै गहिरिएर निर्णय गर्न जरुरी छ जस्तो फिल हुन्छ मलाई चाहिँ कतिपय कन्डिसनमा। पछिल्लो समय होइन एकाएक भिआइपीहरू पनि पक्राउ गरिराख्नु भएको छ, गृहमन्त्री सुदन गुरुङको एक्सन ओरिएन्टेड काम छ, यसलाई कसरी हेर्नु भएको? त्यो राम्रो छ, त्यो राम्रो छ, जसलाई पनि अनुसन्धानको दायरामा ल्याउन सकियो नि त होइन। अनि अनुसन्धानको दायरामा ल्याइसके पछाडिका कुराहरू चाहिँ के हुन् भन्ने कुराहरू अब हेर्दै जानुपर्छ होला होइन। भिआइपीहरू पक्रेर अनुसन्धान हुनु भनेको त मलाई नर्मल जस्तो लाग्छ त्यो चिज। तर कतिपयले त भन्छन् यो सरकार थिएन भने अरू कुनै सरकारले चाहिँ यो लेभलको व्यक्तिहरूलाई पक्रिन गाह्रो छ भन्थे नि। त्यो त गाह्रो छ देखिन्छ नै। यो सरकारको जुन आँट र साहसलाई त एक हिसाबले मान्नु पनि पर्छ। त्यसपछि उहाँहरूको रफ्तार
राम्रो छ? रफ्तार राम्रो छ, स्पिडमा फास्ट ट्र्याकमा काम भइरहेछ। अब फास्ट ट्र्याकमा गर्नुपर्ने कुराहरू धेरै छन्। अब ग्लोबल नै पुरै क्राइसिसमा जाँदैछ। अब केही होइन, अब पेट्रोलको अभाव झेल्नुपर्ने होला केही समय पछाडिदेखि, ग्यासको सम्पूर्ण रूपमा जिरो हुने गरी भोग्नुपर्ने अवस्था आउला। त्यति बेला हाम्रो पूर्व तयारी के भन्ने कुराहरूतर्फ पनि ध्यान दिनु पर्ला। हरेक कुराहरू अब ख्याल गर्नुपर्ने कुराहरू धेरै छन् उहाँहरूले। जस्तो तपाईँको साथी हुनुहुन्छ सागर लम्साल बले, उहाँ अहिले हिरासतमा हुनुहुन्छ, तपाईँ केही फिल्डको हुनुहुन्छ होइन, उहाँको जुन यो केस आयो नि, कस्तो लाग्यो उहाँको यो जुन न्युजहरूले चाहिँ? कस्तो लाग्यो भन्दा म मामा भन्छु होइन उहाँलाई। लम्साल भएको कारणले म मामा भन्छु। कलाकारिताको हिसाबले पनि पहिलादेखि नै चिनिरहेको हो, नभेटेको त धेरै भएको थियो। अब यो केस चाहिँ के हो भन्ने कुरा कसैले पनि देखाएको छैन क्या। अब बलि मामा निर्दोष भएर फर्किन पनि सक्नुहुन्छ, अथवा त्यो चिज प्रमाण भेटियो भनेदेखि त अनुसन्धानको दायरामा हुनुहुन्छ अहिले त होइन। त्यसपछि त के गर्ने भन्ने कुरा त अदालतले निर्णय गर। अब यो विषयमा त त्यस्तो धेरै बोलिहाल्ने कुरा पनि होइन क्या, यो सेन्सिटिभ टपिक हो, यसमा बोल्नै मिल्दैन। जस्तो उहाँको जुन किसिमले समाचार आइराख्दाखेरि तपाईँलाई विश्वास लाग्यो उहाँले यस्तो काम गर्नुहुन्छ? त्यो त मलाई लागेन, विश्वास त कुनै पनि हालतमा लागेन त्यो चिजमा त। नहुनुपर्ने हो यस्तो चाहिँ जस्तो लाग्यो मलाई। भेट्न जानु भएको छ कि? भेट्न गएको छैन। जसरी उहाँका अहिले पछिल्लो समय उहाँका फोटाहरू भाइरल भइरहेका छन्, उहाँलाई हतकडी लगाएको, उहाँको रोएका दृश्यहरू छन् नि, कतिको यो दृश्यहरू चाहिँ स्तब्ध हुन्छ? दुःख लाग्छ यस्तो दृश्यहरू देख्नु नपरोस् जस्तो लाग्छ होइन। तर देख्नु परिरहेछ। अब केही होला नि त यसको, न्यायालयले केही न केही त्यहाँबाट आउला डिसिजन जस्तो लाग्छ। जस्तो तपाईँहरू मामा भान्जाको नाताले अथवा केही घुलमेल भएको नाताले होइन, उहाँभित्र यस्तो भावना थियो होला जस्तो लाग्छ कि लाग्दैन? अब यो कति समय अगाडिको कुरा हो होइन। अब यो त्यो केही नै थाहा छैन क्या, यो भित्री कुराहरू। अमेरिकामा भएको घटना भन्ने कुरा छ होइन, त्यहाँ गएर अब त्यहाँको त्यो चिजहरूलाई कसरी अनुसन्धानको दायरामा ल्याउने भन्ने कुराहरू भएको हो होइन भन्ने कुरा उहाँले पनि अब त्यत्तिकै नभइकन यसै त लेख्नु भएको होइन होला पीडित पक्षले पनि होइन, केही न केही त भएकै होला। अब त्यो चिजलाई अब कसरी उहाँहरूले पनि प्रमाणहरू पेस गर्नु होला, बलिमामाले डिफेन्ड गर्नु होला होइन। अब त्यसबाट एउटा निचोड निस्केला। अब त्यसमा त्यस्तो धेरै अब यो आफूलाई लागेको कुरा बोल्ने कुरा नै होइन क्या यो चाहिँ। यस्ता खालका अहिले जस्तो पछिल्लो समय यस्ता खालका घटनाहरू उहाँ मात्रै नभएर अरू पनि बाहिरिरहेका छन् नि त होइन। अब छोरा मान्छे भएको नाताले यस्ता खालका घटनाहरू चाहिँ किन दोहोरिन्छन्, किन यस्तो हुन्छ होला जस्तो लाग्छ? दोहोरिन्छन् अब जस्तै अब यो घटनाहरू जेनरली अब हामी खोइ असही छोड्न भएको हो कि होइन, अराजक भएको हो कि समाज, अथवा कतिपय कुराहरू मिडियामा यसै छत्ताछुल्ला भइदिएका हुन् कि होइन। अब यस्ता घटनाहरू पहिला पनि आइरहन्थे, अहिले पनि आइरहन्छन्। अब कसरी कन्ट्रोल होला भन्ने कुरा त हो नि। ओके, अन्तिममा छौँ, के भन्नुहुन्छ दर्शकहरूलाई? दर्शकहरूलाई सबैजनाले हेरिदिनु भयो, कमेडी दरबार सिजन 3 आउँदैछ। सबैजनाले हेरिदिनु होला र मेरो पनि पिके भाइसमा जोइस अफ आइरहेछ, त्यो पनि हेरिदिनु होला। थ्याङ्क यू सो मच। हस्, थ्याङ्क यू सो मच।